के तपाईले वर्षायाममा भिन्डी लगाउनु भएको छ तर बिरुवा पहेँलो हुने, फूल झर्ने वा फल सानो हुने समस्या छ? यदि छ भने आजको यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि आज म वर्षायाममा भिन्डी खेती गर्ने सही तरिका र किसानले गर्ने 7 ठूला गल्तीबारे बताउँदैछु। उपयुक्त समय र जमिन। वर्षायाममा भिन्डी खेतीका लागि पानी नजम्ने दोमट माटो सबैभन्दा उपयुक्त हुन्छ। खेतमा राम्रो निकासको व्यवस्था गर्नुपर्दछ। पानी जमेमा जरा कुहिने र बिरुवा मर्ने सम्भावना धेरै हुन्छ। त्यसैले उठेको ड्याङ बनाएर रोप्दा राम्रो हुन्छ। बिउ छनौट र रोपाई। रोग प्रतिरोधी र राम्रो उत्पादन दिने जातको बिउ छनौट गर्नुहोस्। बिउलाई 8-10 घण्टा पानीमा भिजाएर रोप्दा छिटो उम्रिन्छ। बिरुवा र बिरुवा बीच करिब 30 देखि 45 सेमी र लाइन बीच 60 सेमी दूरी राख्नु राम्रो हुन्छ। मल र सिँचाइ। रोप्नु अघि राम्रोसँग पाकेको गोबर मल प्रयोग गर्नुहोस्। आवश्यक मात्रामा रासायनिक मल पनि प्रयोग गर्न सकिन्छ। वर्षायाममा धेरै सिँचाइ आवश्यक पर्दैन, तर लगातार पानी परेन भने माटो हल्का चिसो रहने गरी सिँचाइ गर्नुहोस्। रोग र किरा नियन्त्रण। वर्षायाममा फल कुहिने, पातमा दाग लाग्ने, एफिड र फल छेड्ने किराको समस्या धेरै देखिन्छ। खेत सफा राख्नुहोस्, संक्रमित पात हटाउनुहोस् र आवश्यकता अनुसार सिफारिस गरिएको जैविक वा सुरक्षित विषादी प्रयोग गर्नुहोस्। समयमै टिपाई। भिन्डी ठुलो हुन कुर्नु हुँदैन। 2-3 दिनको फरकमा कोमल फल टिप्दा नयाँ फल धेरै लाग्छ र उत्पादन पनि बढ्छ। र अन्त्यमा, यदि तपाईले यी तरिका अपनाउनु भयो भने वर्षायाममा पनि भिन्डीबाट राम्रो उत्पादन लिन सक्नुहुन्छ। भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूलाई सेयर गर्नुहोस् र यस्तै जानकारीका लागि हाम्रो च्यानल सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। धन्यवाद।